especially the youths. You should see that documentary made by Al Gore, the presidential candidate of United States, which I have seen, a long time back, maybe somewhere around 1990s, maybe it was made. You should see that documentary. त्यहाँ ग्लेसियर्सहरू कसरी पिघलेर जाँदैछ एक एक कुरा देखाएको छ त्यहाँ उल्लेख गरेको छ the first country to go on the sea will be Netherlands, as Netherlands itself is 60% below the sea level, and the first city to go on the sea will be Calcutta in West Bengal भनेर त्यहाँ उल्लेख गरेको छ र त्यो कसरी पानीको स्तर बढ्दैछ कसरी बढ्छ भनेदेखि यदि हामीले छत जुन चाहिँ पानीको स्रोत जुन चाहिँ हिमवत् क्षेत्रलाई हेलचक्र गरेको खण्डमा त्यस्तो हुन्छ त्यहाँबाट बगेर आएको पानीले गर्दाखेरि बाढ पहिरो इत्यादि धेरै नोक्सान हुन्छन् हालैमा मैले चुङथाङ जुन चाहिँ छ सिक्किमको जहाँबाट ठुलो ड्याम भत्किएको थियो त्यहाँको मानिससँग पनि मैले भेटघाट गरेँ त्यहाँको समीक्षा लिएँ र गर्दाखेरि यस्तै ग्लेसियर्सहरू बिस्तारी बिस्तारी त्यहाँ नाना थरीको यो जुन चाहिँ फ्याक्ट्रीहरू खोलेको कारणले गर्दाखेरि नैविकीय तैनाथीको अड्डा बनाएको कारणले गर्दाखेरि नैविकीय तैनाथीको अड्डा भनेको चाहिँ न्युक्लियर डम्पिङ ग्राउन्ड बनाएको कारणले गर्दाखेरि त्यहाँ त्यस्तो हुँदैछ सन् 1959 भन्दा अगाडि गङ्गाको पानी हामीले पिए भने हामी पवित्र बन्छौँ हाम्रो नकारात्मक तत्त्वहरू विशुद्ध भनेर जान्छन् भनेर हामीले विश्वास गर्छौँ तर अब चाहिँ यी नदीहरू पिउनुभन्दा अगाडि यदि यसको उत्गम र स्रोत प्रदूषित छ कि स्वच्छ छ त्यो जाँच गर्नुपर्ने जरुरी छ जुन ट्याङ्कीबाट पानी आउँदैछ त्यो ट्याङ्की पनि सफा छ कि छैन हामीले हेर्नु परिरहेको छ त्यसरी नै तिब्बत जुन चाहिँ विश्वको छत मानिने जहाँ चाहिँ पानीको स्रोत छ which is considered to be a great repository of water in both solid and liquid form, whether that is clean or not. We should check that before we drink, before we quench our thirst. We should check that. त्यो हेर्नु पर्ने अहिले स्थिति भएको छ र त्यो छत मानिने देवस्थल मानिने त्यसको जुन चाहिँ उब्जाउ राम्रो हुने जुन चाहिँ भूभाग छ त्यसको पनि भूभागको सार भनिन्छ नि द एसेन्सहरू के हो भने त्यहाँको अमूल्य तत्त्वहरू हो सुन चाँदी युरेनियम इत्यादिले गर्दाखेरि नै त्यो भूभाग एकदमै राम्रो पवित्र अमूल्य बनाएको हो त्यो खानीहरू अहिले जत्ताभावी खुदाइ चलिरहेका छ जहाँ पनि खुदाइ हुन्छ त्यसको स्यान्ड फिलिङ गर्नुपर्छ स्यान्ड फिलिङ नगरेको खण्डमा के हुन्छ भनेदेखि त्यहाँबाट नकारात्मक जुन चाहिँ त्यहाँबाट निस्किन्छ तत्त्वहरू द मिथेन ग्यासहरू त्यो कतिको हानिकारक हो हामीले बुझ्नुपर्छ किनभनेदेखि इन्भाइरोमेन्ट पर्यावरण भनेको पर्यावरणले मानिसले बनाएको सीमाको कुनै रेस्पेक्ट गर्दैन environment doesn't respect any boundaries created by human. If you say that I wanted to stay in an ecological pure, land, whereas the neighboring country is plagued with pollution, this is impossible. हुँदै हुँदैन र त्यसैले गर्दाखेरि त्यो जुन चाहिँ छत मानिने माथि सिङ्जेलको दाप मानिने त्यो चाहिँ एकदमै स्वच्छ हुनुपर्छ त्यो वरिपरिको पर्यावरण पनि राम्रो बनाउनु पर्छ र त्यस्तो एउटा पवित्र स्थल आज प्रदूषित भएको छ यसको निमित्त तिब्बतीहरू मात्र नभएर सारा विश्वको जनतालाई अग्रसर भएर उत्रेको हुनुपर्छ हामीले आफ्नै छोराछोरीको निमित्त हामीले आफ्नै छोराछोरीको भविष्यको निमित्त हामी चिन्तित छौँ तर त्यो छोराछोरीको भावी पिँढीहरूको निमित्त हामीले के गरेको छौँ त्यो पनि सोच्नु पर्ने स्थिति हो त्यसैले गर्दाखेरि तिब्बतकी आजादी भारतका सुरक्षा भनेर जुन चाहिँ भनिन्छ यो असलमा यदि यी चिजहरू आधारहरू हामीले खोदालेर हेरे
त्यहाँदेखि हामीले चल पाउँछौँ। अवश्य नै 100% नै तिब्बत की आजादी ही भारत का सुरक्षा है। भारत की सुरक्षा के लिए, सीमा सुरक्षा के लिए जितना खर्च करना पड़ रहे हैं, जितना जवान हमें गुमाना पड़ रहे हैं, इसका दरकार नहीं यदि तिब्बत का आजादी हो। अहिले त्यहाँ हेर्नुहोस्, सेना भर्तीको निम्ति त्यहाँ धमाधम चलिरहेको छ। यदि तिब्बत आजाद भएपछि त्यो सीमा क्षेत्रमा खर्च गर्दै पर्दैन। अहिले रेलको लाइन बिछाउनु परिरहेको छ, किनभने तिब्बतको सीमामा चीनले रेलको लाइन बिछाइसकेको छ। नेपालको काठमाडौँसम्म चीनको रेलवे लाइन बिछाउने उनीहरूको तर्करमा छ र त्यसैले गर्दाखेरि हाम्रोबाट पनि त्यतिकै खर्च गर्नु परिरहेको छ। र त्यसैले गर्दा त्यो मात्र नभएर त्यो पवित्र स्थलमा दमन नीति अत्याचार धेरै भएको छ। 12 तारिक मार्च सन् 1959 मा तिब्बती वुमन्सहरू, तिब्बती नारीहरूको धेरै शहीद भए। आजसम्म 65 वर्षसम्म 10 लाखभन्दा बढी त्यहाँ तिब्बतीहरू शहीद भए। 6000 भन्दा बढी मठहरू, मन्दिरहरू तोडे। तिब्बतमा मठ मन्दिर बाहेक त्यहाँ मिलिटरी बेसमेन्ट सन् 1959 अगाडि बनिएको थिएन। किनभनेदेखि परम्परा दलाइ लामा ज्यूदेखि लिएर सम्पूर्ण सम्प्रदायका महान गुरुहरूले युद्ध होइन शान्ति प्रचार गर्नुपर्छ। किनभनेदेखि यो स्थल देवस्थल हो, शुक्ल पक्षको देवस्थल हो। यहाँ पवित्र कैलाश वनसरोवर र त्यसरी नै आर्यावलोकनेश्वरको भूभाग, त्यसरी नै यहाँ शिव पार्वती, श्री गणेश इत्यादिको वास स्थल हो भनेर त्यहाँ कुनै प्रकारको अस्त्र शस्त्रको भूभाग र अस्त्र शस्त्रको जुन चाहिँ केन्द्र बनाएको थिएन, तर धेरै मठहरू बनाएका थिए र मठ मन्दिरहरू आजसम्म 6000 भन्दा बढी तोडिसके। र हालैमा तपाईँहरूले सुन्नुभयो होला, हेर्नुभयो होला, गुगल गरेर हेर्नुहोस्। यो फेब्रुअरी 14 तारिक देगे प्रान्तमा जुन चाहिँ वेवे गुम्बा भयो, ठैसी गुम्बा भयो, रप्तेन गुम्बा इत्यादि 6वटा मठ विलुप्त हुने तर्कारमा छ। मठ मन्दिरहरू र जगतको, विश्वको सम्पूर्ण धर्मावलम्बीहरू, धर्म अनुरागीहरू एकजुट भएर अग्रसर भएर अगाडि आउने समयकाल भएको छ। र त्यसैले गर्दाखेरि त्यो मात्रै नभएर जुन चाहिँ आजसम्म जुन चाहिँ सङ्घर्ष, त्यो 10 लाखभन्दा बढी शहीद भएकोहरूले जुन चाहिँ सङ्घर्ष गर्दै थियो, त्यसको निरन्तरता हामीले दिनुपर्छ। त्यो जुन चाहिँ हिमालय क्षेत्र जुन चाहिँ छ, त्यसको उन्मुक्तिको निमित्त हामी उत्रेको हुनुपर्छ। र त्यो मात्रै नभएर तिब्बतमा अहिले जुन चाहिँ स्टेट रन बोर्डिङ स्कुलमा जबरजस्ती नानीहरू आमा बाउदेखि छुट्याएर लैजाँदैछ। किनभनेदेखि भारत नालन्दा जुन चाहिँ संस्कृतिबाट फैलिएका त्यहाँ जुन चाहिँ मठहरू जुन चाहिँ स्थापना गर्नुभयो, भारतको महान गुरु सन्त रक्षित पद्म सम्भाव विक्रमशिलाबाट पधार्नु भएका अतिश दिपङ्कर, त्यसरी नै नारोपा, मर्पा इत्यादिले जुन चाहिँ स्थापना गरेका मठहरू आज तोडिँदैछ। र यी मठहरू सर्वप्रथम भारतबाट उद्गम भएको हो। र तिब्बत कुनै विदेश होइन। तिब्बतसँग सांस्कृतिक समानता भारतसँग एकदमै जटिल छ। किनभनेदेखि नालन्दा परम्पराबाट नै यसरी प्रचार भएका तिब्बतमा सर्वप्रथम मठ पनि स्थापना गर्नुभयो भारतको महान गुरुहरूले। तिब्बतको सर्वप्रथम राजा पनि त्यतिखेर जब कौरव र पाण्डवको युद्ध हुँदाखेरि त्यतिखेर राजा रूपवतीको छोरो तिब्बतमा गएर त्यतिखेर उहाँ सर्वप्रथम राजा बनिएका थिए। भारतको रूपवतीको छोरो उहाँले सर्वप्रथम राज गरेका त्यो तिब्बत अहिले रातो चङ्गुलमा छ। त्यसको उन्मुक्ति हाम्रो सुरक्षाका निमित्त हामीले अग्रसर भएर आएको हुनुपर्छ।
र त्यसैले गर्दाखेरि तिब्बतको आजादीको निमित्त तिब्बतीहरू मात्र नभएर भारतको सुरक्षाको निमित्त भारतीयहरू विश्वमा पनि पर्यावरणमा धेरै प्रदूषित भएपछि धेरै असर पर्छ। त्यसैले गर्दाखेरि आर्थिक रूपमा पनि अहिले चिनियाको घुसपेट पुरै भएको छ र त्यसैले गर्दाखेरि हामीले चारैतिर सोचेर त्यो हिम्मत क्षेत्रलाई चाहिँ उन्मुक्ति दिलाउने हाम्रो सर्वप्रथम कर्तव्य पनि बनिन्छ भन्दै मेरो यो सानो वक्तव्य आज जुन चाहिँ तिब्बती नारी क्रान्ति दिवसको 65वां वर्षगाँठको समाकालमा छोटो वक्तव्य यिनै शेष गर्न चाहन्छौँ। अब उपरान्त तपाईहरूले पनि शेयर गर्नुहोस्, गुगलमा पढ्नुहोस्। तपाईलाई काम पाए भने ठिकै छ, पढेर काम पाउनु त हो। काम पाएपछि के हुन्छ? खुसी हुन्छ, समृद्धि हुन्छ, सुख हुन्छ भनेर त पढ्दैछ। तर यदि पर्यावरण दूषित भएर हाम्रो जिउने जीविकालाई सङ्कटमा परेपछि त्यो पढेर पनि के हुन्छ, खटेर पनि के हुन्छ भन्ने काम आउँछ। र त्यसैले गर्दाखेरि आजको यो समागम जुन चाहिँ छ, यो समागम अब इलेक्सन आउँदैछ, भोट माग्नको निम्ति हो कि भनेर कसैलाई भ्रम होला, अलिक कन्फ्युज भएको होला। यो त पवित्र भोट माग्नका निम्ति आज यहाँ चौरस्तामा भेला भएका हौ भन्दै सबैलाई धन्यवाद। पुनः अग्रसर रहेर आउनु भएकोमा आन्तरिक हृदयबाट म यहाँ विशेष गरी दार्जिलिङ तिब्बती नारी सङ्गठनको तर्फबाट सबैलाई धन्यवाद ज्ञापन पनि गर्न चाहन्छौँ। धन्यवाद। Jos ke gumel arpuji che, jadi mengapa sambil lopje ke san chodo la